भुवा गर्छ है फेरि घर गएर पट्टु सापट्टु सो हामी चाहिँ यो गोललियानी हो झिर्मी हेर्नु है ल सो यही हो यो चाहिँ तिनचोटि खाइसकेँ मैले यो चाहिँ हिँड्दा हिँड्दा हाम्रो त्यो चप्पल गरेको फेरि बाहिर कुन लाग्नु औषध त्यो कसम बान्नु सो हामीले चाहिँ यो अब खाने सो हामीले चाहिँ अहिले राति राति आएर टक्क हामीले यो झिर्मीको गोलो लिइसक्यौँ टक्क हेर न भुवा गर्छ है फेरि यी भुवा गर्छ भने यहाँ पुरै न हामी चाहिँ यहाँ चारजना छौँ अनि चारजना हामी टक्क आएर यहाँ झिर्मीको गोलो चाहिँ लिइसकेको छौँ अब घर गएर फराइ हान्ने हो यो चाहिँ भोलि फुल गोलो आउँछ पुरै फुल गोलो न राजा राजा कहाँ छौ तिमी यसलाई भन्छ नि फेरि झिर्मी यो खासमा नाइट ब्लगमा हल्का राम्रो आउँदैन क्या पारा गरिदेऊ पारा गर्न ए कालो हरि त धन्दै भने सो गाइस हाम्रो चाहिँ यहाँ यो के भन्छ यसलाई भ्यागुत्तो समातिरा ल श्रीमाम उडान खै खै यो हग्दियो नि फेरि पट्टु सापट्टु रोनाल्डो सु भन्न सु या पारा सकियो सो हामी चाहिँ यो गोलो ल्याएर आएर यहाँ फोल्न लगाएको यो अब झिर्मीहरू हटाउनु पर्छ नि त हटाएपछि त टक्क नत्र हामीलाई चिल्दिन्छ नि यो झिर्मीहरूले अब यहाँ बालेर म चाहिँ यो हल्का यो टर्च चाहिँ अफ गर्छु है यो भिडियोको टर्च चाहिँ अफ गर्छु आमा इरडी चोर क्या छ काला कि अब झिर्मी हेर्नु है ल यस्तरी हुन्छ नि त किरा नआइए राजा यहाँ छ नि त यस्तो हुन्छ क्या फेरि यस्तो हिँड्छ यो चाहिँ खाने यो सेतो सेतो छ नि यो सेतो सेतो यता खोइदेऊ न भाइ या लामो जस्तो यो चाहिँ यो सेतो सेतो भएको छ नि त यो सेतो सेतो सबै खाने हो यो सेतो सेतो राजा ए जिउडे गर्न फोटो खिचौँ हेर न फोटो खिचिकरी पछि भोलि हालेस् उदय रे धन्य चिल्लो छ आमा भाइ हो लामो चिल्दिरा यो बोरा नचला न बोरा चलाउने हो म त फेरि डर मान्दैन नि फेरि ए कति बजे छ खोइ हेर नि त खोइ यो कति 12 बजे समथिङ 12 बजे छ कति बजे हेर त भाइ खोइ सिरी कति बजे हेर न ओ बाबो ओ आम्बो यता छिल्देको फेरि कति बजे हेर त सिरी 11:30 ठ्याक्क भनिदेऊ न हेर के 11:30 नबुन यी टक्क कति बजे छ किरा नै ठुल्ठुलो खोइ त्यही घडी हेरौँ न छोइ अहिले कति बजे छ यो लामो जस्तो घडी कति 23:48 भनेपछि 11:48 चाहिँ भएको छ त्यस्तो हो है ल नपत्ते हेर्नुहोस् यी 11:48 छ सो यही हो किरा हाम्रो यो चाहिँ म्यानेजर यो टिप्नुपर्छ यो सानो सानो सेतो सेतो खालको हुन्छ है मलाई चाहिँ 3 चोटि खाइसकेँ क्या यो चाहिँ 3 चोटि खाइसकेँ मैले 3 चोटि खाइसकेँ यो गोलो चाहिँ सबै झिर्मी मऱ्यो रानु मौरो हेरिदिउँ न रानु मौरो यो टिप्ने कि लिने जिग्री कुन यो हाल यो हालिदिउँ न यो नि ठिक छ हुन त यो नि ठिक छ यो यो भ्लग चाहिँ भाइरल हुनु पर्यो है बुढो देखेर आएको हेर न यो बोरा हामीले पोलिदिएको सबै
भोलि सन गरोस् केटाहरूले पनि यो देखाउने हो त्यही त हो त्यही हो भने तिम्रो जीवनभरि सो त्यही हो है यो सानो सानो टिप्नुपर्छ यो रानी मौरो खोइ खोइ त्यही होइन भने अर्कै हुन्छ कि रानु मौरो चाहिँ यो चाहिँ टिप्न केटा हो म झिक्नु लागि इ ल खाइदे भाइ ल खाइदिएर त त्यो खानुहुन्न नि फेरि त्यो काँचो गरिदिउ त गरिदिउ न यो सेतो सेतो कुरा यता ल्याए त खोइ नखा फेरि त्यो हुन्छ यो अहिले पकाएपछि खाने हो क्या सेतो सेतो किरा छ नि त यो चाहिँ खाने हो हामीले चाहिँ अहिले देखाउँछु म यो चाहिँ अब धेरै हुने रहेन छ एउटा दुइटा तिनवटा समथिङ 3वटा रहेछ 3वटामा खासै केही हुन्न यी झिर्मीहरूमा कति हो यार यो हो त्यही हो मेरो जीवनभरि खानालाई के हुन्थ्यो नै छोडिदिउँ भइगयो भित्र एसीपट्टि गर्ने पिति पिति गरेर भइगयो छोडिदिउँ भइगयो आमा ल छोरी खाना मिठो खाने हजुर ल छिटो जाउँ यो गर्ने हाल्छु ल ल हामी चाहिँ यसो अब घरतिर हिँड्ने हो टक्क त्यो सकी जाम धेरै नगर्यो नै यत्रो रहेछ है जाँदा नाप सन गर्नु पर्यो त छोडेर जाउँ त्यो होइन चिक्ने लाडो यो चाहिँ हिँड्दा हाम्रो त्यो चप्पल गरेको फेरि नगर भन्दै थिएँ यार गइगयो सल्कै गइगयो सबसे बढी काम गर्ने यही हो क्या डाइट क्या त्यस्तो होइन क्या हाम्रो पक बहुत जलिया यार यो जलिया नै जिउँदो हो यो चाहिँ धेरै सानो रहेछ क्या यो गोलो चाहिँ धेरै सानो रहेछ अहिले हामीले फ्राइडे प्रोग्राम गर्नुपर्ने हो हामीले अहिले ट्युसडे अहिले चाहिँ वेडनेसडे लाग्छ एकैछिनमा अनि सटरडे थर्सडे समथिङ थर्सडे हो आज थर्सडे चाहिँ हो ठस्काइ त्यस्तै होइन मेरो लाडो खामा चिक्ने कोही हेर्ने आएर श्रीमामा यो गर हेर्दै भन्छ यस्तो क्या कलाइदिन म पनि कलाइदिनु फोटो के गर्छु यस्तो गर्न त्यस्तो होइन क्या गर्ने यस्तो टक्क ल हामी चाहिँ सो अब भोलक चाहिँ अप गरिदिउँ अब सिधै हुने यस्तै हो भाइ खाइदिन केही हेर्न सो हामी चाहिँ यो यसरी गलाउनु पर्छ क्या खासमा यसलाई त्यस्तो नगर्न त्यसरी होइन खासमा त्यस्तो होइन तिमीलाई थाहै छैन त्यो नतान्न एकैछिन गल यो चाहिँ यहाँ हाल्नुपर्छ नि म त भिडियो मात्र बनाऊँ कि अब सो यस्तो चाहिँ यो सानसानो टुक्रालाई चाहिँ उ गर्नुपर्छ कि यो बस्दै त्यही सो यस्तो गर्नुपर्छ त्यो टर्च मार्ने आँखाले फर्स्टबाट के यो चाहिँ केटाहरू चाहिँ गरिरहेछ है रिखन्नु बाजेको छ र न त्यो चाहिँ ट्रिक झ्यापमा यो चाहिँ के हो भन्दै यहाँ झिको आएर म त माया झर्किदिएको यार म चाहिँ यो उ गरिदिउँ कि जस्तो लागेको छ कि सानो पनि हुन्छ यही हो पखाल दान
पखिँदैन न पखाल्दैनन् के त्यसले राम्ररी कसलाई आँखाउँदा पड्दाखेरि आँखाउँदा नखाल बोल्दा नदेऊ हेरी यसो आँखाउँदो गएपछि हल्का यो 3-4 दिनसम्म यो आँखा पोलिदिन्छ क्या यसले यो छ नि त यसले चाहिँ पोलिदिन्छ क्या लास्टै पोलिदिन्छ यसो अब चाहिँ सबैजना सन्चै हुनुहुन्छ म पनि आज नाइट भ्लगमा चाहिँ फर्स्ट नाइट भ्लग हो है सबैजना हेरेर साथ दिनु होला त्यही भन्न चाहन्छु सो सकियो एउटी सिसीको क्या हाल्न यसो यसो त्यस्तै हुन्छ क्या यो चाहिँ सानो किराहरू त्यस्तो हुन्छ अब म चाहिँ यहाँ उ गर्दा गर्दा एउटै झिर्नु मलाई चिल्दियो क्या सो यहाँ चाहिँ चिल्दियो यहाँमा है किन आला पकाइसिन अलि यस्तो राखे गालो तर यो सानो नहाल्न यार बिस्तारै हाल्ला हेर्न किरो सुमेर हाल्दैछ त्यति आदि नगर बिथली दा त्यही त त्यो आदि यही गर के पहिला यो नगर मसला ओले छ त्यो नगर बिथली यो चाहिँ नगर तर यो राजामा फरक छ नि त तर यतापट्टि चाहिँ यस्तो हुँदो रहेछ है यस्तो चाहिँ यस्तो है यसले चाहिँ चिल्दैन क्या धेरै यहाँ चाहिँ झिर्मिरहेपछि यो चाहिँ जिउँदै छ क्या यो नि होइन छ चिल्लियो नि फेरि सुनिन्छ यो आङलाई फेरि पुरै सुनिन्छ खाने त्यही हो बाबु मुख्य म यहाँ टिप्दैछु राजा तिमी चिन्ता नगर अलि विशेष ठुलो अलि गरेर होइन किचन ठिकै धेरै यसको पखेटाहरू त जलाउनु पर्छ होला होइन कि त्यतिकै भिड्ने हो हो म त्यही भएर अघि देखेँ त्यहाँ लास्टै तल थियो नि त देखेर टक्क जानुपर्छ पछि भन्ने भयो नि त सकियो त्यही हो खाइदिउँ त पुरा ल्याउनु खाइदिउँ के छ र यसरी खान्छ फेरि उल्टी हुने छ यार दुईवटा चाहिँ हामीले खोसी सकिसक्यो अनि एउटा चाहिँ यो चाहिँ बाँकी छ 3वटा मात्र रहेछ अनि आदिको त्यो यत्रो ठुलो हुन्छ क्या यहाँ लगभग यहाँदेखि यहाँसम्म हुन्थ्यो यो चाहिँ यहाँदेखि यत्रो यत्रो छ क्या यत्रो छ अब यो चाहिँ हाल्नै पऱ्यो मेरो रिच चाहिँ यो त्यही यो लास्टै दुःख हुन्छ यहाँ लामो जस यतिको लागि यति ठिकै हो जस गाउँघरतिर बस्नु फाइदा हो सहरतिर त यो थाहा नै होइन ला सकभर होइन कतिलाई हो सालीमा यसको नाम के हो थाहा छ गाइस के हो यसको नाम चाहिँ अडिङ्गाल अडिङ्गाल नथाहा छ कमेन्ट गर्नु हामी के भन्दा के लोकल भाषामा उडिङ्गाल अडिङ्गाल हो लोकल भाषामा त्यही हो यसलाई चाहिँ यो के भन्छ है क्या दामी यो ढाँडीको अनि फेरि यहाँ झिङ्गा बस्छ क्या फेरि अरे वाह चिल्लियो नि त म के लामो भइसक्यो यार मेरो अङ्लो त यता हेर्न काला एकाला उठेर सिँढी 3 जना हामी अनि एउटा चाहिँ म जान गएको यो छँदै थियो त्यो भाइलाई छोडिदिउँ त्यो भाइले चाहिँ बोरा दिएको अघि जलाएको बोरा चाहिँ त्यो भाइको हो क्या यो पनि हाल्ने हो त्यही हो क्या खाने हो तर आज भित्रै यो फुटालेपछि मा कालो हुँदो यो कालो फ्यात्ता आयो भने हेर्दैन फ्यात्ता नै खाले यस्तो हुँदो रहेछ यो भित्र चाहिँ के हो यसो भित्र यस्तो हुँदो रहेछ त्यही भएर मैले फालिदिएको यस्तो चढ्ने त्यस्तो होइन क्या यस्तो फत्तै यस्तो सर्ट यस्तो गरिदिएको बिचबारी हो त्यस्तो गरिदिएको हुने क्या भयो त केही हुँदैन के हुँदा के काला को आउने खाँदा कोही नआयो
तँरो हाँडीको बड्डालाई म कस्तो हान्छु बड्डा भन्ने हुने बड्डा खान त न 2 बड्डा एकाला 2 बड्डा त बड्डालाई म कस्तो हान्छु भन्ने हुने फेरि बड्डा खान बड्डो तैँले पुरा छिटी हान्थ्यो बड्डो चाहिँ यति भइसक्यो है भाइ बन्द गर ओ बा अब भर्खरै 1 मिनट भयो सो हामी कलाएर चाहिँ अहिले सकिसक्यौँ है सकिसक्यो मान्छे मुखलाई देखाएको कोही हेर्ने चिनिरहेको अघिदेखि हो त्यो काम पर्फेक्ट सिजन हुने नेसरी त चाहिँ रिसिन खोल्यो यस्तो जाई बनाइदियो कुन राख्ने पनि औषधि त्यो हुँदैन मोबाइल यस्तो औषधि हुँदैन बनाइदियो। नेट दे म्या चल बाहिर के बाहिर कुन राख्नु औषधि हुँदैन कसम बान्न राख्नु चाहिँ यहाँ पकाउने है त यो चाहिँ अब यसरी खाने यस्तो फर्खर गर्छ यो लाग्दैछैन तर भोक लाग्दैन चलेर पुरै कहिले छिटी गरेर उठिरहेको छ ठिक यो चाहिँ हाम्रो डाइट धेरै गर्नुपर्छ नि त। यसै मान्ने यो बब्बाल भयो नि त फेरि डाडु नै अर्को डाडु ल्याइकन आइज सिँढी डाडो हुँदैन भाइ पुनिउ ल्याइकन आइज सिँढी त कुन कुन भयो मजा भइदियो के हो यसो यसै जस मिठो बास्ना आयो यसको चाहिँ त्यही हो समथिङ 4 प्लेट त छ 4 प्लेट चाहिँ छ आधी पाकिसकेको छ बब्बाल हुन्छ यो आधी पाकिसकेको छ कस्तो छ राजा बब्बाल हुनु पर्यो लासो सक्यो मजा हल्का गएर छेउ बास्ना त्यही त अहिले मिठो बास्ना आइरहेको छ कि योमा अब डढ्यो अब हुने लाग्यो अब चाहिँ भइसक्यो समथिङ भइसक्यो है अब चाख्छु कस्तो रहेछ है भयो राजा सजुनाको उगिन के राउदे सजुना कस्तो पर्छ भने पछि किन भन्नु अझ हुँदैन हो यस्तो रमाउनु हुने बब्बाल भएछ है तर हेर्ला राजा भयो खाइलो ल भयो बब्बाल भयो है बब्बाल अब भात पनि खानु पऱ्यो नि त भात खाने हो टक्क त्यहाँ भात रहेछ है ए भात अब यो चाहिँ खानु पऱ्यो सो त्यही हो सक्यो म भात हालिदिउँ एकछिनले छिटो अब नि म भात हालिदिन्छु यार म भात हालिदिन्छु सो ल भिडियो बना त खै त्यही हो हाल्यो त्यो राख्छ मेरो जिल्ला हेर्न उहाँ त्यो यो भात यो अघिल्लोको किरा कौन हाल्यो यहाँनिर गोलो यो थाल यो मागिरा प्याज पनि काट्न लाग्नु प्यान्डो खाना त यो घरको मालिक यो हात्ती घरको मालिक यो गोठाको मालिक म चाहिँ स्टकको मालिक भाइको बुनाइखाने क्या साध्य सो हामीले चाहिँ यो अब खाने नि त यो टक्क बब्बाल भएको छ क्या अहिले यो भाइ चाहिँ खाइ गर्छ यो बढी रिस उठाउँछ कि अहिले तेरो खाल्दा खाऊ त्यो भाइ चाहिँ सही हो ल हामी चाहिँ अब खाने है कस्तो हुन्छ चाख्यौँ बब्बाल टेस्टी भयो